आज 2026 को जनवरी आज बिहिबारको दिन हामी रोहिणीमा नानीहरूलाई लिएर यसै यहाँ जानकारी दिनको लागि आएका थियौँ रोहिणी झिलमा र थाहा थिएन कि यहाँनिर यति सुन्दर सुन्दर दृश्यहरू रहेछ भनेर। तर आज अति नै खुसी लाग्यो हामी यो झिलको दृश्यहरू देखेर। आज 1 तारिकको दिनमा नयाँ सालले गर्दाखेरि सबैजना खुसीले यहाँनिर जीवनभर चाहिँ खुसीमय जीवन बितोस्, खुसीले बिताउँ भनेर चाहिँ धेरै स्थानबाट मान्छेहरू यहाँनिर पिकनिक खेल्न आएका रहेछन्। कसै खाना बनाएर, कसै ड्राईमा, कसै यसै घुम्न पनि। र हामीलाई पनि यो दृश्य देख्दाखेरि साह्रै अति खुसी लाग्यो। र यसरी यहाँनिर झिलमा यसरी बोटिङ गर्नु पनि पाइने रहेछ। यहाँनिर आनन्द साथसँग साँझको समयमा पनि बोटिङ भइरहेको छ। र पछि यहाँनिर भाइ बहिनीहरू आइरहेका छन्। नयाँ साल भनेर यसरी गीतले पनि नयाँ साललाई बधाई दिँदै गीत गाइरहेछन् गायकहरूले। र अब साँझ पर्दै गयो। अब हामी पनि सबै बाटो लाग्दैछौँ र सबैजना यसरी छेउछाउका दर्शकहरू, टाढा आउनुभएका दर्शकहरू यसरी अब आफ्नो घरतर्फ जानलाई तयारी भइरहेका छन्। र कति गइसके, धेर थोरहरू प्रायः जस्तो गइसके। र हामी पनि अब निक्लिँदैछौँ यो स्थानबाट। यहाँ फोटो खिच्ने, भिडियो बनाउने, रिल्स बनाउनेहरूलाई पनि अति नै सुन्दर यहाँनिर सिनेरी रहेछ। साँझको समयमा पनि यसरी बाहिरदेखिको दर्शकहरू आउँदैछन्। अहिले पनि साँझको समयमा पनि आइरहेका छन्। र म यहाँ अब निक्लिँदैछु। हाम्रो गाडी निकै पर छ र म अब गाडीतर्फ गइरहेको छु। यहाँनिर घुमाउने घरहरू पनि रहेछ। यहाँ बसेर रमणीय यहाँको यो झिलको दृश्यहरू पाइने रहेछ। लु हेर्नुहोस्, हजुरहरूलाई म लगातार देखाइरहेको छु। र आउँदै म यहाँनिर एउटा सानो पुच्काको दोकानमा आइपुगेँ। पुच्का भन्दाखेरि गुपचुप पनि भनिन्छ। र हाम्रो नानीहरूले यहाँनिर गुपचुप खानुको लागि चाहिँ तयारी भइरहेको रहेछन्। यो चाहिँ गुपचुप खाने पसल रहेछ। नानीहरूले यस्तो जाडोमा पनि धमाधम यस्तो अमिलो, टर्रो, नुनिलो, पिरो पुच्का खाइरहेका छन्। अघि हामी आउँदाखेरि यहाँनिर पुरा खच्चाखच गाडी घोडा बाइकहरू थियो। र अब अहिले साँझको 5:30 हुँदैछ। र अब सबैजना अब बाहिरबाट आउने दर्शकहरू आफ्नो वाहन लिएर होस हवसमा आफ्नो घरतर्फ गइरहेका छन्। र अब हामी पनि जाँदैछौँ। 2026 को आज 1 तारिक सुरुवात भयो। हाम्रो यो 2026 विश्वभरि नै सुख शान्ति होस्, सबैलाई देवी देवताहरूले आशीर्वाद दिउन् भनेर हामी पनि इच्छा राखेका छौँ। र विश्वभरि नै सुख शान्तिले छाओस्, देवी देवताहरूलाई प्रार्थना गर्दछु। राधे राधे।
ball lang today.